144 अर्बको एनसेल 6 अर्ब 66 करोडमा किनबेच गरिएपछि कर छलीको ठूलो विवाद सतहमा आएर बवण्डर मचिएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको नाम समेत सर्वाधिक चर्चामा आयो। गंगाले दूरसञ्चार प्राधिकरणलाई दबाब दिएर एनसेल किनबेचमा शंकास्पद भूमिका खेलेको भन्दै अर्बौं चलखेल भएको विषय सार्वजनिक भयो। जुन आरोप सार्वजनिक भए लगत्तै त्यति बेला प्रधानमन्त्रीको रूपमा बोलेका प्रचण्डले आफ्नी छोरीमाथि प्रश्न उठेको विषयलाई लोकतन्त्रमाथिको हमला भन्दै प्रतिवाद गरे। एउटा छोरी छ, बिचरा त्यो कष्टी छ, तपाईँले थाहा पाउनु भएकै छ, उसलाई जोडेर चाहिँ बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा कन्स्टिट्युसन, सिस्टम, गणतन्त्र, लोकतन्त्रका विरुद्धको हमला हो। तर एनसेलको अनुसन्धान अब नयाँ ढंगले सुरु हुन थालेको संकेत मिलेको छ। मलेसियन कम्पनी आजियाटासँग सस्तैमा एनसेल हुत्याएको देखाएर विदेशमा असली कारोबार गरेका सतीशलाल आचार्य फेरि फन्दामा परेका छन्। अर्थात् एनसेल 20% को मालिक हुँदै आजियाटाबाट 80% समेत आफ्नै नाममा गराएर 100% शेयर किन्न सफल सतीशलालकी श्रीमती भावना सिंह श्रेष्ठले स्रोत नभएको अर्बौं रुपियाँ गैर कानूनी ढंगबाट किनबेचमा प्रयोग गरेको भन्दै छानबिन गर्नुपर्ने माग सहित तयार पारेको गोप्य प्रतिवेदन बाहिर आएको छ, जसले गंगा दाहालको शंकास्पद भूमिका मात्रै होइन, किनबेचमा को जोडिएका थिए सबैको असलियत बाहिर ल्याउने सम्भावना छ। यो प्रतिवेदन हेर्नुहोस्। सरकारले एनसेल किनबेचमा अर्बौं कर छली भएको भन्दै चर्को दबाब आएपछि 2080 मंसिर 21 मा पूर्व महालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले झण्डै 2 महिना अर्थात् 2080 माघ 15 मा प्रतिवेदन बुझायो, तर त्यसभित्र रहेका अनुहार देखेपछि सरकारले प्रतिवेदन नै लुकाएर राख्यो, जो अहिले सरकारले सार्वजनिक नगरेपछि विभिन्न माध्यमबाट बाहिरिन थालेको छ। त्यसमध्ये यो हेर्नुहोस्, जसमा उल्लेख छ एनसेल 20% को साझेदार भावना सिंह श्रेष्ठको नेपाली लगानीको स्रोत तथा निजको सिंगापुर स्थित सुनभेरा क्यापिटल भेन्चर्सले टेलिया सोनेरालाई भुक्तानी गरेको रकमको स्रोत तथा कारोबारमा विदेशमा रकम भुक्तानी गरेको वैधता समेत स्पष्ट छैन। यसरी स्वदेशी र विदेशी नागरिक एक आपसमा मिली तह तहका कम्पनी खोली एकअर्काको सम्बन्ध र दायित्व नै यकिन गर्न नसकिने जालो खडा गरेर यस्तो अपारदर्शी कारोबार र लगानीले व्यावसायिक वातावरण नै प्रदूषित पारेको छ भन्ने उल्लेख छ। यस्ता खाले लगानीहरूमा नेपाल मूलका विदेशी नागरिक र गैर आवासीय नेपालीहरूले समेत गोरखधन्दा बनाएको आशय प्रतिवेदनको छ। यस्ता व्यक्तिहरूले संगठित रूपमै जालो खडा गरेर अर्बौंको कर छलेका छन्, जसमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई समेत प्रतिवेदनले कारबाही सिफारिस गरेको छ। प्रतिवेदनको यो अर्को अंश हेर्नुहोस्, जसमा उल्लेख छ शेयर खरिद गर्दा गरेको लगानी तथा ऋणको स्रोतका साथै सो कारोबारका सम्बन्धमा देश बाहिर रकम लेनदेन भएको नभएको सम्बन्धमा छानबिन गरी कर छली, विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धिकरण भए नभएको सम्बन्धमा सम्बन्धित निकायले कानून बमोजिम छानबिन गरी कारबाही गर्नुपर्दछ। यसको अर्थ हो 2072 साल पुसमा एनसेलको 80% शेयर स्वामित्व भएको स्विडेनको टेलिया सोनेराले आफ्नो स्वामित्वको 100% शेयर मलेसियन आजियाटालाई 144 अर्ब 78 करोडमा बिक्री गरेको थियो। तर सोही समयमा नेपाली साझेदार निरज गोविन्द श्रेष्ठले भावना सिंह श्रेष्ठलाई 20% शेयर जम्मा 11 अर्ब 57 करोड 60 लाखमा बिक्री गरेको विवरण पेश गरे। जति बेला महालेखाले न्यून मूल्याङ्कन गरेको भन्दै 6 अर्ब 15 करोड असुल गर्नुपर्ने औल्याएको थियो, तर त्यही शेयर भावनाले खरिद गरेपछि जम्मा 3 अर्ब 31 करोड मात्रै लगानी भएको विवरणमा उल्लेख गरिन्। निरज गोविन्द श्रेष्ठले 11 अर्ब देखाएको मूल्य भावनाले झन्डै घटाएर 3 अर्ब देखाएको विषय नै कर छलीको प्रमाण भएको प्रतिवेदनले औल्याएको छ। किनकि यहाँ निरज गोविन्द श्रेष्ठले भावना सिंह श्रेष्ठको सुनिभेरालाई शेयर बिक्री गर्दा सम्झौता भएको मूल्य सुनिभेराले आफ्नो वित्तीय विवरणमा देखाएको खरिद मूल्य र कर कार्यालयले कर निर्धारण गर्दा कायम गरेको शेयर मूल्य नै फरक छ। अहिले एनसेलको मालिक रहेकी भावना सिंह श्रेष्ठ नेपाली हुन् कि विदेशी भन्ने पनि खुलेको छैन। उनी विदेशी नागरिक हुन् भने एनसेलको स्थानीय साझेदारका रूपमा छिन्, नेपाली नागरिक हुन् भने सिंगापुरमा कम्पनी खोलेकी छिन्। कानून अनुसार कुनै नेपालीले विदेशमा लगानी गरे दिगो अनुसारको जरिवाना र 6 महिनासम्म कैदको व्यवस्था छ। प्रतिवेदन सार्वजनिक भएर छानबिन भए एनसेलको कर घोटालामा जोडिएका अन्य धेरै व्यक्ति जो माथि शंका गरिएको छ उनीहरू पनि कारबाहीको दायरामा आउनेछन्।
पछिल्लो पटक आजी आटाले सतीश लाल आचार्यको स्पेक्ट लाइट युकेलाई 144 अर्बको 80% शेयर स्वामित्व 6 अर्ब नेपाली रुपियाँमा बेच्दा सूत्रधारका रूपमा गंगाको भूमिका निर्णायक रहेको भन्दै उनीमाथि चौथर्पी प्रश्न उठेको थियो। नेपालका टेलिकम माफियालाई बालुवाटार बोलाएर सेटिङ मिलाउनेदेखि नियामक निकायको कार्यालयमै पुगी दबाब दिने सम्मका काम गंगाबाट भएको भन्दै सांसद अमरेश कुमार सिंहले आफूसँग प्रमाण रहेको दावी गरेका थिए।